गर्लफ्रेन्डले धोका दिएर गर्लफ्रेन्डले बोका बनाइदिएको कैसा लगा मेरा मजाक? म चाहिँ गर्लफ्रेन्ड नभएर यता चाहिँ रागा भयो भन्नु न म चाहिँ उता रागा रहेछ म चाहिँ खसियो गाइस म चाहिँ गर्लफ्रेन्ड नभएर यता चाहिँ रागा भयो भन्नु न म चाहिँ उता रागा रहेछ म चाहिँ खसियो गाइस तुमसे ना हो पाएगा भन्दै थियो भरे उसलाई चाहिँ पुरा गर्लफ्रेन्ड लिएर डुलिरहेको चाहिँ उसले देखेको अरे होइन यो मान्छेलाई नराम्रो नराम्रो भनिरहेको थियो भरे लास्टमा चाहिँ नराम्रो चाहिँ यो साथी रहेछ गाइस सबैभन्दा सोझो चाहिँ मै हो यहाँ हेरिराख्ने सबैभन्दा सोझो चाहिँ मै हो यहाँ हेरिराख्ने यो चाहिँ इमान्दार मान्छे एकदम इमान्दार हो लोयल मान्छे हो यो मान्छे चाहिँ फटा है एकदम यतिको फोटोग्राफर चाहिँ चाहियो है नेपालमा यतिको फोटोग्राफर चाहिँ चाहियो है नेपालमा ओहो भाइहरू के छौ यहाँ भाइहरू त पुरा धरानमा कुदिरहेको देख्छु त के छ केटा ल अनि तिमी के गरेछौ भाइ लाउडे साउडे भिडेछौ क्या गाडीको गीत है डल्फिन गाडीको गीत हजुर मैले हालेको छु गीतको नाम चाहिँ के अरे दाइ LATAR लटर PATAR पटर ओके सर घन्टा घर जानको लागि पुरा टिकट काट्नको लागि जान्छु अहिले भरे पैसा कहिले दिने हो 10 एउटा थियो जापे 10 20 करोड 30 करोड दे त जापे 20 करोड 30 करोड दे त जापे कैसा लगा मेरा मजाक? हामी चाहिँ टिकट लिँदैछौँ गाइजहरू धरानमा अब टक्क 12:30 को हाम्रो गाडी छ यता अहिले टिकट काट्दै हुन्छ यो 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 ह्यापी न्यू इयर है सबैजनालाई गाइजहरू ल ह्याप्पी न्यू इयर यस्तो छ जिन्दगानी हामी चाहिँ कहाँसम्म याद र आज धरानतिर बस्ने क्या भन्नु हाम्रो धरानै हो यात्रा त नेपालको इन्डिया हालिदिइहालौँ न हाम्रो यात्रा चाहिँ इन्डियासम्मको हो खास गरी आज चाहिँ धरान बसिन्छ होला सायद यहाँ बिहानै यहाँ 6 बजी चाहिँ हामी खाँपेरबाट लाग्दैछौँ हामी चाहिँ पुरा धरानमा गएर रैला गर्छौँ है गाइजहरू अब धरानतिर जाने हो टक्क रहेछ हामी हो के हो यार हेन्डसम त्यस्तो दाम दिएर मेरो त यता यो हाम्रो पकाउने पुरा चोरो जस्तो देखिरहेको छ है गाइजहरू यस्तो छ त्यो पनि केही छैन मैले बिहान टिका लगाइदिनु हो गाइस के गर्नुहोस् टिका लगाएर हामी चाहिँ धरानतिर प्रस्थान हुँदैछ हामी चाहिँ अहिले पुरा बस पार्क आइसकेको छौँ है गएको चाहिँ यस्तो छ त्यसलाई उद्योग होला गाइस यहाँ पुरा सनराइज भइरहेको छ मर्निङको टक्क आज चाहिँ पुरा ह्याप्पी न्यू इयरको दिन 1 गतेको दिन हामी यहाँबाट टक्क निस्किरहेको छौँ आज चाहिँ हाम्रो यात्रा भनेको 3 जनाको निर्मल मेरो अनि मिलन दोषको यात्रा भनेको हाम्रो धरानसम्म हुन्छ होला यो चाहिँ पुरा यो चाहिँ अहिले काउन्टरै हाम्रो घाँसबारी बस पार्क काउन्टरै अहिले यस्तो बनाएको छ पोलतिर टक्क भ्यू हेर्नु कस्तो छ पोलतिर त अर्कै थियो अहिले माथि थियो अहिले चाहिँ तल हालेर टक्क अहिले चाहिँ व्यवस्थित तरिकाले पुरा सिस्टमेटिक तरिकाले बनाउनु भएको छ है त सरबाट अगाडि लागिसकेको छु म निर्मल अनि मिलन दोष लागिरहेको छु नि त अब हामी एकैचोटि बिस्तारै बाटोमा गएर अलिअलि भिडियो हुँदै जान्छौँ गाइस यसो इन्जोय गर्नु होला है त है त होइन साथी यस्तो के छ बिन्दास है अब तिमी के अरे सभा खोलासम्म चाहिँ ठिकै हो होइन त्यहाँदेखि उता त झन् रमाइलो है त हामी चाहिँ पुरा पुरा गाइसकेको छौँ है गाइस अब अहिले चाहिँ हामी यात्रा रमाइलो हुँदैछ अहिलेसम्म चाहिँ अब पछाडि चाहिँ के हुन्छ हेर्दै जाउँ है त गाइस अगाडिको भ्यू देखाइदिन्छ तुवारो लागिरहेको छ अलिअलि कुरी लागिरहेको छ गेट हामी पुरा प्रवेश गर्दैछौँ पुरा अगाडि एउटा बाइक र पुरा गाडी गइरहेको छ पुरा कतिको दिन पुरा ट्रक एक्सिडेन्ट भएर झरेर आएको छ हामीले त किन रोक्नु हो भनेर पुरा यहाँनिर टिकाको लागि हो त्यसको लागि चाहिँ भएर ट्रकै झरेर आएको यस्तो छ है त अहिले चाहिँ हामी पुरा हिले बजार आइसकेको छौँ है त गाइस उताबाट चाहिँ पुरा चन्दु जाने बाटो हो यतातिर जान्छ यता अगाडि चाहिँ हामी पुरा अब धरानतिर लागिरहेको छौँ पुरा यो झन्कुटाको सल्लाहघारी आइसकेको छौँ है त यहाँबाट टक्क झन्कुटाको देखाउँछु टक्क पुरा आज न्यु इयरमा पुरा मान्छेहरू यताउता गरिरहेछन् यो चाहिँ झन्कुटा बजारै
भ्यू देख्न सक्नुहुन्छ पुरा अहिले तम्मर आइसकेको छु है गाइजहरू। अब म तपाईँलाई तम्मरको भ्यू देखाउँछु है तपाईँलाई। पुरा कति लागिरहेको छ मान्छे, पुरा फोटो ड्राइभर चाहिँ नयाँ वर्षले आज पुरै मान्छेलाई राम्रै बनाइरहेको छ। पुरा यस्तो पानी चाहिँ पुरै माथिबाट भल पानी परेको कारणले गर्दा पुरै भल बनाइरहेको अवस्था छ है त। हो र को आउने रहेछ भाइ? आज पुरा भेटिरहेको कन्सर्ट रहेछ है। पुरा मान्छेहरू चाहिँ कतिको दिन बेडामबाड हुन्छ यस्तो चाहिँ धरान झन् उल्टा होला। धरानबाट ऊ लागेपछि मान्छेकै मान्छे हुन्छ है तपाईँको। अब यहाँबाट म बाटोमा अलिअलि देखाउँदै जान्छु किनकि धेरै मान्छेहरू आउँदै जाँदै गर्छ नि, त्यसरी बसहरू आइरहेको हुन्छ धरानमा अरू गाउँमा बढाइरहेको छ। त्यसले गर्दा हामी चिन्ता गरेको मान्छेहरू आज पुरा चाप चढ्नै छ, मान्छेको चाप चढ्नै छ गाइजहरू। त्यस्तै छ मान्छेहरू पुरा गएर भुलिएको छ गाइजहरू। पुरा अहिले धरान आइसकेको छु है गाइजहरू। भर्खर गाडीबाट झर्दैछु, निर्मल झरिसकेको छ। यहाँनिर यस्तो छ है त धरान सिटी, पिछु धरान सिटी है त। पुरा माथि उयोदेखि जगिदेखि चाहिँ यहाँ घन्टा के भन्छ घन्टाघरमा गएर फोटोसोटो खिच्नुपर्छ जस्तो छ गाइस। अब हामी धरानमा निस्किएको छौँ। अब ब्याग केटाले जाँदै त्यसरी पुरा ब्याग स्याग आइसक्यो है। अब ब्याग बोक्यो अरे। अब ल दाइ हामी निस्किन्छौँ नि त। ल दाइ गफसफ गरियो ल है दाइ। अब हामी कहाँ जाऊँ त? हामी अगाडि उतिर जानु होला, घन्टाघरतिर छिर्यौँ। त्यहाँ टिकट लिँदैछु है गाइजहरू धरानमा। अब टक्क 12:30को हाम्रो गाडी छ, दाइले टिकट काट्दै हुन्छ। कसैले अब हामी जान्छौँ टक्क आज जङ्गपुर हो है हाम्रो। अब एकछिन धरानसँग हामी धरान सिटी एकछिन डुल्छौँ है, अनि रमाइलो गर्छौँ। त्यसो हल्का चिसो खान्छौँ। परिहाल्नु झालमा हालिदिइहालिन्छ नि त अहिले यत्रो बोलेर हामी दाजुभाइ जस्तो भइसक्यो। दाजुभाइ पुरा बसमा बमिट आउँछ होला, त्यही भएर पुरा ल्याङ हान्न थाल्छ होइन। अब हामी पुरा धरान डुल्छौँ, लिएर आइदिउँ। गाइज यो चाहिँ धरान सिटी। वी आर इन धरान सिटी। वेलकम टु द धरान सिटी। ल यस्तै अवस्था छ यहाँनिर। मान्छेहरू चाहिँ पुरा पूजापाठ गर्नको लागि हिँड्दैछन्। यस्तै छ है हाम्रो चाहिँ धरान सिटी। ल यस्तो फोहोर व्यवस्था पनि यस्तै रहेछ। लटारपटार मैले लेखेको, मैले गाएको गीत गाडीको गीत है, डल्फिन गाडीको गीत। हजुर मैले हालेको छु। गीतको नाम चाहिँ के अरे दाइ? LATAR लटर PATAR पटर। ओके छ ल, सबैले चेकआउट गरिदिनु है गाइज। युट्युबमा छैन त? ल लटर ए ऊ पर रहेछ। ल ल लटर ए दाइ नै पो हुनु पऱ्यो त त्यहाँ त ऊ। ए ल दाइ ल ल। कुन काउन्टर हो दाइको? ए त्यही हो। ए ल ल ल। दाइको बस आयो भने यहाँबाट सिधै यहाँबाट तपाईँहरूले यहाँबाट चेकआउट गर्छ भन्छ नस्टप भएर यहाँबाट। ओके छ दाइ ल। ल दाजु भेटेर खुसी लाग्यो। घन्टाघरतिर जाउँ हामी एकछिन। होइन दाइ हामी हामी चाहिँ पुरा यहाँनिर गाईसँग छ हल्का गफसफ हानी गऱ्यो होइन। पुरा धरानको पुरा यहाँ भिजिट गर्दै आएको थियो नि धरानको टुरतिर पुरा गाईहरू उखुको जुस खान गए चाहिँ हामी टक्क जाँदैछौँ यहाँनिर भैयाकोमा। टक्क भैयाकोमा गएर टक्क देखाउँछु यस्तो देखाउँछु। ओहो भाइहरू के छ? धरानमा अब कुदिएर आएको छु त के छ केटा ल। अनि तिमी के गरेछौ भाइ? लाउडे साउडे भिडेछौ क्या? ल भाइ भाइलाई त देखेको छैन। भाइलाई त यहाँ पुरा धरानमा छ। तिमी हराएको धेरै भयो त्यो धरानमा पुरा चलबल हानेर बसिरहेको छ केटाहरू। धरानमा छौ भाइ? के गर्दैछौ अनि? पढ्दैछौ कि लाउडे भिड्दैछौ? लाउडे साउडे भिड्दैछौ? ल ल केटा ल राम्रोसँगले गर्नुपर्छ। ल केटा भेटेर मेरो भाइहरूलाई भेटेर खुसी लाग्यो। हाम्रो घर मुनितिर बस्थ्यो भाइहरू पहिले, अहिले 1-2 वर्ष पछाडि भेटेको। ल मेरो भाइहरू ल ल केटा ल ल भाइहरू पुरा। अब हामी चाहिँ यहाँनिर जुस खानको लागि यहाँ छिर्दैछौँ। दाइ उयो पाइन्छ के अरे उखुको जुस? उखुको जुस खानु मन थियो यार। कहाँ जान्छ? उखुको जुस यहाँ अगाडि पाइन्छ ल। अगाडि जान्छौँ है घाँस अगाडि पाइन्छ। पुरा हामी चाहिँ उखुको जुस खानको लागि पुरा यहाँ गइरहेको छौँ। दाइ उखुको जुस पाइँदैन यहाँ?
उखु जुस छैन रहेछ है गाइजहरू पुरा यहाँ त यस्तो हेर्नु पुरा स्कर्पियो पुरा भिआइपी तरिकालाई स्कर्पियो पुरा कहिले हामी चाहिँ चढ्नु हो यस्तो स्कर्पियो गाइज यो हो नि त टिल्क टल्केर स्कर्पियो चढ्ने पनि दिन आउला नि त जुसको लागि हामी यहाँनिर 6 गिलास खाने गइसकेको छौँ यहाँनिर पुरा रेडी गर्न भाइहरू छ यहाँनिर भाइहरूलाई यसले जुस आज खुवाउने यहाँ भेटेछ भाइहरूलाई होइन कहाँको भाइ हो यिनीहरू खाजारीकै भाइहरू खाँदरीको ल ठिक छ ल मिसिन यस्तो हुन्छ देखाएन ल देखा न तेरो भ्लगमा ल यसरी हुन्छ है तपाईँहरूले पनि खाजारीमा यस्तो मिसिनको जुस यस्तो मिसिन किनेर पुरा व्यापार गर्न सक्नुहुन्छ यो मिसिनलाई चाहिँ कति पर्छ लगभग है 50,000 भने चाहिँ 80,000 पर्ने रहेछ है गाइजहरू 80,000मा राम्रै हुने रहेछ खाजारीमा एउटा राख्यो भने दामी चल्छ नि हो कसैले आँट गर्दैन के गर्नु पुरा जुस आइसकेको छ दाइले दिनुहुन्छ पुरा केटाहरू ल खाऊ एकैवटा ल्याउन नि ल्याउन ल्याउ तिमीहरू खाएर ल्याउ र हामी लिन्छौँ ल पुरा जुस खान थाल्छ भाइहरू बिस्तारै लिन्छ ल यहाँ जुस खान थाल्दैछु पुरा दामी रहेछ जुस एकदम भनेको पुरा खरेर आइरहेको थियौँ त्यो त के अरे उखु अनि लेमन हालेर दामी अर्ग्यानिक रहेछ पार्टेन खाइरहेको छ पुरा यहाँ मजा आएको यहाँनिर यो के अरे घन्टाघर जानको लागि पुरा टिकट काट्नको लागि जाँदैछु अहिले भरे पैसा कहिले दिने हो 10 एउटा त्यो यहाँ पे 10-20 करोड 30 करोड दे त यहाँ पे 10-20 करोड 30 करोड दे त यहाँ पे कैसा लगा मेरा मजाक हामी चाहिँ पुरा यहाँनिर पुरा पैसा तिर्दैछौँ है यहाँ छिर्नको लागि यस्तो छ है त यस्तो छ है गाइजहरू पुरा उफ्रिरहेको छु मलाई चाहिँ फेरि फोन उठाउने ल्याङ लाग्छ त्यही भएर नि मलाई दिइरहेको छु दिन चाहिँ मलाई लाज पनि लाग्छ गोवा पौडीको पुरा गोवा पौडी रहेछ पुरा टाउटासँग पुरा खेल्नु दामी मजा आइरहेको छ अरू कुरा त्यस्तै हो तर हामी त पुरा फोटो चाहिँ कहाँ आउँछ माथि झुट्टै डाँडा तर चोर जस्तो देखिरहेको छ मायाबाट त्यस्तो छ मन्दिर सन्दिर छ भने यहाँबाट फोटो खिच्नु न डाँडामा राम्रै आउँछ होइन हामी यहाँ तल झर्दैछौँ गाइज पुरा माथिबाट यसले के भन्छ पुरा घाम टलक्क टल्किने छ तर माथिबाट यस्तो धरान कस्तो रहेछ भने चाहिँ थाहा हुन्छ गाइज धरानको यहाँनिर पार्क सिधैछु धरान सिटीको पार्क मान्छे नभएको ठाउँमा हिँड्नु त म डाइरेक्ट त्यहाँ फोटो खिच्छु यहाँ पुरा दोस्लाई यहाँ पार्क ओ आइज नि त पार्क छिराएर उसलाई फोटो खिच्न भन्दैछ पुरा मन्दिर पुरा यस्तो छ गाइज यहाँ दोस्त गइरहेको छु पुरा फोटो खिच्नको लागि पुरा यहाँनिर धरानको सेन्टरमा ल पुरा उ चाहिँ आमा हिरो भएर पुरा पार्कमा गएर यहाँनिर पुरा उयो बनाउँदैछ यस्तो छ है पुरा फुलहरू फुलिरहेको छ दामी रहेछ कागहरू उडिरहेको छ यस्तो छ पुरा ब्याग बोकेर ब्याग छोडिवरी साथी पुरा फोटो खिच्न पुरा रिल बनाउन चाहिँ पुरा रेडी भइसकेको छ अब म पुरा उसको रिल बनाइदिन्छु ल हेर्नुहोस् यहाँनिर समीरले चाहिँ यहाँनिर फोटो खिच्दै हुनुहुन्छ यो चाहिँ धरानको पार्क हो यहाँनिर घन्टाघर देख्न सक्नुहुन्छ यो चाहिँ पार्क भयो खिचाइको सुट चाहिँ अलिक मजाले दामी तरिकाले आहा यतिको फोटोग्राफर चाहिँ चाहियो है नेपालमा ल तपाईँले यहाँ पार्कहरू देख्न सक्नुहुन्छ यता मिलनजी हुनुहुन्छ म यता छु यस्तो छ हाम्रो धरानमा पुरा चलबाउ गरिरहेको छ है यस्तो छ रमाइलो गरिरहेको छौँ हामी अब टक्क बस पर्खिरहेको छौँ अब कतिखेर आउँछ नि टक्क टाइम पनि हेर्दै गर्नु आज 12 बजी टक्क हामी 12:30 यहाँबाट निस्किने हो 11:30 त फोन पनि स्विच अफ गरिदियो मेरो ल यहाँ घन्टाघर जस्तो देख्न सक्नुहुन्छ टक्क यहाँनिर चाहिँ ठ्याक्कै अहिले कति बजेको अवस्था 12 बज्न लागेको छ 12:30तिर चाहिँ हामी यहाँबाट निक्लिन्छौँ देखिन्छ त देखिन्छ ल यहाँनिर चाहिँ फुलहरू पनि रोपेर रहेछ यहाँ पर चाहिँ पिकनिक खाँदै हुनुहुन्छ गाइजहरू यसरी होइन यहाँनिर मन्दिर पनि छ ल हेलो गाइज अब चाहिँ म साथीहरूको यहाँनिर हल्का छोटो इन्टरभ्यू लिँदैछु ल आज कस्तो यात्रा कस्तो रह्यो त आज मिलनजीको एकदम बबाल तर गर्मीले म धरानको
घन्टाघरको फेदमा चाहिँ यहाँ बसिरहेको छु ससुरालीमा जस्तो देखाइदिनु न झ्याप छ। ससुरालीमा यस्तो सही छ ल हाम्रो समीरजी चाहिँ यस्तरी यहाँ फोन देखेर एकदम चहन हुनुहुन्छ, तनावमा हुनुहुन्छ। अहिलेको म जस्तो छ पोजिसन चाहिँ होइन साँच्चै उहाँको देखाउनु त यहाँ यस्तो अलिक मजाले अहिले भएर हामी अब चिलाग्दो भइरहेछ, फोन बिग्रेर अब एउटा फोन बिग्रिरहेछ, अब यसको डेट एक्सपायर भयो रमाइलो भयो नि यात्रा है। एकदम बब्बा बाटोमा यस्तो यता गाह्रो साह्रो केही भएन नि। समीर झन्डै भयो गाइस। अरू सब हाम्रो गफ कस्तो थियो बाटोमा एकदम बब्बाल, म सुनेकै पछाडिको मान्छेहरू के हेर डर साथै समीरजी तपाईँहरू बोल्नु भएको चुपचाप हो मान्छे त धेरै के भएको होइन फोन यसको फोन चाहिँ के हो यार, यो डिस्प्ले गए जस्तो छ अगाडि देख्नु। मान्छे नै पुरा तिरिमिर भइरहेछ, मान्छेको कसैको गएर प्रोफाइल हेर्दा पनि पुरा मान्छेको तिरिमिर देखेको के भयो हेर्नु यस्तो गर्नु न, यस्तो साइडबाट यसरी यस्तै छ गाइज। ल अब एकछिनमा फेरि धरानको बाहिर क्लिप्स हेर्दै आउँछ। सिङ्गल छु है गाइस अनि मेरो साथै तपाईँलाई नि मैले एउटा गर्लफ्रेन्डले धोका दिएर खोज्दै थिएँ होइन। धोका दिएर गर्लफ्रेन्डले बोका बनाइदिएको म चाहिँ गर्लफ्रेन्ड नभएर यता चाहिँ रागा भएँ भन्नु न। म चाहिँ उता रागा रहेछ, म चाहिँ खसियो गाइस। उता होइन हामी चाहिँ कुन आइडीवाला पऱ्यौँ हामी? हामी नेपाली आइडी। हामी नेपाली, हामी चाहिँ पुरा सिङ्गल छौँ। यसो हेरिराख्नु है। हेलो यहाँ चाहिँ फेरि मिङ्गल हो यता चाहिँ हामी सिङ्गल, उता मिङ्गल। त्यही भएर उसलाई चाहिँ पुरा गर्लफ्रेन्ड लिएर डुलिरहेको चाहिँ उसले देखेको अरे होइन। यो मान्छेलाई नराम्रो नराम्रो भनिरहेको थियो, भरे लास्टमा चाहिँ नराम्रो चाहिँ यो साथी रहेछ गाइस। सबैभन्दा सोझो चाहिँ म हो यहाँ हेरिराख्नु। ल साथी चाहिँ फटा रहेछौ, अब आजबाट तिमी फटामा गइसक्यौ। तिमी अब इमान्दार भनेको तिमी फटामा गइसक्यौ साथी। धरन आएर पुरा हामी पुरा यो गरिरहेको छौँ, रोइला हानिरहेको छौँ। यो चाहिँ इमान्दार मान्छे, एकदम इमान्दार हो, लोयल मान्छे हो। यो मान्छे चाहिँ फटा है एकदम। शिवजीको यहाँनिर गीत सुनिरहेको अरे, शिवजीको मन्दिर पनि त गणेश मन्दिर रहेछ यो त। शिवजीको छोराको पुरा मन्दिरमा आएको अवस्था छ। जय शम्भु, जय शम्भु, रक्षा गर है भगवान्। ल पुरा भित्र गणेशको पुरा यहाँनिर बुद्धि पुरा भित्र चलिरहेको छ गइहाल्यो। गणेश भगवान् कन्टुकावा ल है त गणेश भगवान्लाई अहिले पुरा ढोक्यो अरे, केटाहरूले प्रणाम गऱ्यो अरे। अब म चाहिँ मेन चाहिँ शिव भक्त है म चाहिँ गाइस। ल अब हामी यहाँबाट निस्किन्छौँ, जाउँ पार्टी। अब घन्टी सन्टी बजाउँदैछ केटाहरू। अब यहाँबाट हामी धरानबाट अब जनकपुरको यात्रातिर हामी लाग्दैछौँ है गाइजहरू। ल केटाहरू जाउँ अब। ल है त गाइजहरू। ल ल ल ल अब यहाँबाट हामी निस्किन्छौँ। हाम्रो बस अगाडि छ, बसमा गएपछि देखाउँछु है त। ल